हेलो साथीहरू नमस्ते। म चाहिँ आज तपाईहरुलाई युट्युबमा हाल्ने थम्बनेल बनाउनको लागि तपाईलाई सिकाउन गइरहेको छु हैन। अनि तपाईहरुले धेरै जनाले युट्युब चलाउनुहुन्छ होला। युट्युब चलाउने मान्छेले चाहिँ थम्बनेल चाहिँ यसबाट बनाउने गर्नु होला। यो चाहिँ पिक्सल एप भन्ने हो। अनि यहाँबाट चाहिँ मैले राम्रो थम्बनेलहरु बनाइरहेको हुन्छु हैन। यो पिक्सल एप भन्ने चाहिँ तपाईले डाउनलोड गर्नुस्। यो एकदमै राम्रो छ पिक्सल एप हैन। अनि यो बारे चाहिँ म थम्बनेलहरु बनाउँछु। मलाई एकजना साथीले चाहिँ थम्बनेल बनाइदिनु न भनेर रिक्वेस्ट गर्नु भएको हुनाले मैले यो बनाइदिएको छु थम्बनेल हैन, बनाउन लागिरहेको छु। अनि मैले अब सबैजनालाई यसरी बनाइदिन त भ्याउँदिन होला। अनि तपाईहरुले पनि यसरी सिक्नुस् र तपाईहरुले चाहिँ एकदम राम्रो बनाउन सक्नुहुन्छ है त। यो भनेको बिगिनर हो है। तपाईले जब तपाईले पिक्सल एप खोल्नुहुन्छ तपाईले यस्तो इन्टरफेस पाउनुहुन्छ है। यस्तो इन्टरफेस पाउनुहुन्छ। यो मैले साथीको लागि बनाइदिएको थिएँ। यो मैले पहिला बनाइदिएको थिएँ हैन। यो अब फेरि मैले साथीको लागि यस्तो बनाइदिदै छु। यो पहिले बनायो भने चाहिँ यस्तो देखाउँछ, बनाएन भने चाहिँ अर्को देखाउँछ। सबभन्दा पहिला तपाईले पाउने इन्टरफेस भनेको हो रे यस्तो पाउनुहुन्छ हैन। अनि अब यहाँबाट चाहिँ म बनाउन सुरु गर्छु है त। 5 मिनेट 10 मिनेट लाग्ला। यो भिडियो अलिकति लामो बन्ला तर तपाईको लागि एकदमै इन्फर्मेटिभ हुन्छ यो हैन, जानकारीमूलक नै हुन्छ। तपाईले चाहिँ सजिलोसँग बनाउनुहुन्छ। अब तपाईले यतिकै फ्री पाउनुहुन्छ यो है। अब यति तपाईले फ्री पाउनुहुन्छ भनेपछि अब यहाँनिर तपाईले कस्तो कलर हाल्ने, कलरहरु कस्तो हाल्ने, कलरहरु यस्तो कलर हाल्ने कि यस्तो कलर हाल्ने कि यस्तो हाल्ने कि यस्तो जे पनि बनाउन मिल्छ यसमा हैन। जस्तो खाले पनि बनाउन मिल्छ। 3D भयो, यो 3D भयो हैन। यस्तो यो धेरै किसिमको पाउनुहुन्छ तपाईले। यस्तो शाइनिङ यस्तो हरेक किसिमको पाउनुहुन्छ। अनि यहाँ चाहिँ तपाईले यो माई प्रोजेक्ट भनेर लेखेको छ नि, यहाँ माई प्रोजेक्ट। यो माई प्रोजेक्टमा चाहिँ तपाईले सेभ गरेकोहरु पाउनुहुन्छ। मैले यहाँ आज भन्दा अगाडि धेरै बनाएको छु थम्बनेलहरु। अनि यो चाहिँ मैले यो सेभ गरेकोहरु हो हैन। अब म यो यहाँ डिफल्टमा जान्छु। सबभन्दा पहिला चाहिँ मैले के गर्छु भन्दा मैले साइजहरु चाहिँ ठीक पार्छु। साइज ठीक पार्नको लागि तपाईले यहाँ माथि यो 3 डटमा देख्नुहुन्छ नि है। यो 3 डटमा यसरी क्लिक गर्ने। अनि यहाँ आइसकेपछि यहाँ इमेजको साइज भन्ने हुन्छ। यहाँ हरेक किसिमको साइजहरु हुन्छ। यो इमेज साइजमा चुज गर्ने है। यो इमेज साइजमा चुज गर्ने। अब तपाईले जेको लागि पनि बनाउन सक्नुहुन्छ। अब मैले थम्बनेलको लागि चाहिँ भनेको चाहिँ यहाँ थम्बनेल पनि तपाईले पाउनुहुन्छ। म तपाईलाई सुरुमा देखाइदिन्छु। ओहो यो मिस्टेक भयो यो सरी। यहाँनिर तपाईले इमेज साइजमा गएपछि यहाँ तपाईले यहाँनिर गएपछि कस्टम साइजमा गएपछि अनि यो यहाँनिर है यो कस्टममा गएर थिच्नु भयो भने तपाईले कस्टम स्क्वायर, यो स्क्वायर थिच्नु भयो भने तपाईले स्क्वायर हुन्छ। यस्तो स्क्वायर हुन्छ यो चाहिँ है। अब यहाँ गएर इमेज साइजमा गएर तपाईले कस्टममा थिच्नु भयो भने अब तपाईले केको लागि यो प्रोफाइल पिक्चरको लागि छ, थम्बनेल युट्युब च्यानल ब्यानर भन्नेको लागि छ, अनि थम्बनेलको लागि छ युट्युब थम्बनेल, फेसबुक कभर, अनि गुगल प्लस कभर फोटो, ट्विटर हाजार्ड साइज भन्ने सबै छ हैन। अब हामीले चाहिँ युट्युब च्यानल ब्यानर भन्नेमा यसरी थिच्ने 25 60 14 40 ठ्याक्कै छ यो हैन त। 25 60 14 40 यो चाहिँ यस्तो छ ट्याक्क लारिस। अब यो युट्युबको लागि बन्यो। अब हामीले यो बनिसकेपछि अब हामीले यहाँ फोटो हाल्नु पर्यो है त। यो ठक्क यो चाहिँ युट्युबको लागि एकदम एचडी क्वालिटीको हुन्छ है त। अब यहाँ गएपछि हामीले के गर्नु पर्यो भने अब यहाँ फोटो हाल्नु पर्यो। यसको ठाउँमा यो फोटो हाल्नु पर्यो भने यहाँनिर जाने है। यो यहाँनिर जाने। यहाँ तपाईले देख्न सक्नुहुन्छ है। यो हो यहाँनिर जाने। यो तीनटा डटहरु छ। यहाँ हेर्न सक्नुहुन्छ। तपाईले यहाँबाट लेटरहरु लेख्ने यसरी हैन। यहाँबाट चाहिँ लेटरहरु चुज गर्ने भयो। अनि यहाँबाट चाहिँ यो फोटोहरु हाल्ने यो के रे लेयरको लागि अप्पर लेयर अनि ब्याक लेयरको लागि हाल्ने भयो। यसरी यहाँबाट चाहिँ गर्न सकिन्छ। यो अहिले गर्नु परेन। हामी चाहिँ यहाँनिर जाने। यहाँनिर गएर यो फ्रम ग्यालरी भन्ने ठाउँबाट चाहिँ हामीले ग्यालरीको फोटो हाल्न सकिन्छ है त। अब मेरो साथीले मलाई यहाँ फोटो पठाउनु भएको छ। अब म यसरी फोटो हाल्छु है त। मलाई यो फोटो चाहिँ हाल्नु मन पर्यो। ओहो फेरि आदि मात्रै हुँदो रहेछ। एचडी क्वालिटीको हाल्दाखेरि यस्तो हुन्छ है। अब कसरी हाल्ने, कुन हाल्ने भयो। यहाँनिर गएर अब कुन हाल्ने त भन्दाखेरि काम गरेको हाल्ने कि यो चाहिँ हाल्नु पर्ला जस्तो लाग्यो मलाई। यो चाहिँ हाल्नु पर्ला जस्तो लाग्यो मलाई। यो चाहिँ हाल्नु पर्ला जस्तो लाग्यो है। अनि अब यहाँ चाहिँ फोटोहरु चाहिँ जोड्नु चाहिँ पायो के। फोटोहरु जोड्नु चाहिँ पायो नि त हैन।
अब यहाँबाट यस्तो गरेर अनि यहाँबाट यसलाई अब साइजहरु बनाउनु पर्यो भने यो लक गर्ने भइहाल्यो हैन। अनि त्यसपछि यहाँबाट फ्री साइज बनाउने अनि यहाँबाट यसरी घुमाउने यो तपाईलाई थाहा भइहाल्यो। अनि यो फ्लिपहरु बनाउन मिल्छ, यसरी फ्लिप बनाउन यहाँ थिचेर यसरी फ्लिप बनाउन मिल्छ हैन। अनि हामीले गोलोमा गरेर चाहिँ साइज बनाउन मिल्छ। अब यो साइज यस्तो गरेर टक्क लाएर हामीले राम्रोसँग यसरी गोलो साइज यसरी बनाउन मिल्यो। टक्क लाएर म चाहिँ यस्तो बनाउँछु हैन, किनभने यो फोटो पनि हाल्नु पर्ने छ नि त, यो राम्रो छ हैन। यस्तो बनाउने टक्क लाएर यसरी यहाँनिर यसरी हाल्ने हैन। अनि यस्तो गरेर हाल्ने। अनि यसलाई अब कलरहरु बनाउनु पर्ने कि के गर्ने, क्रप गर्नु पर्यो भने फेरि यहाँ कपी गर्नु पर्यो भने कपीमा थिच्यो भने कपी भइहाल्यो हैन। अनि यो साइजहरु बनाउनु एरो देखाउनु पर्यो भने एरो देखाउनलाई यस्तो गरेर देखाउन पायो हैन, मिल्यो यसरी हैन। टक्क लाएर यसरी सानो ठुलो एरो टक्क लाएर यसरी देखाउन मिल्यो। टक्क लाएर यसरी एरो देखाउन पनि मिल्यो हैन। एरोलाई सानो ठुलो बनाउन पायो। अब एरोलाई फाल्न पर्यो भने यस्तो गरिदिने भइहाल्यो हैन। अब यसलाई चाहिँ म यसको स्टकहरु बढाउँछु। स्टक बढाउनलाई यस्तो गर्ने, कुन कलर हाल्ने, कलरहरु चुज गर्ने, टक्क लाएर यस्तो बनाउने, त्यसपछि यस्तो गरिदिने। 5 जति बनाइदिन्छु म, हरियो बनाइदिन्छु, रातो बनाइदिन्छु। अहिले टक्क राम्रो भयो हैन। हल्का हेर्न मिल्ने भयो। टक्क लाएर यस्तो हैन। अनि त्यसपछि अब अर्को फेरि हाल्छु इम्पोर्ट गर्ने। यहाँबाट इम्पोर्टमा गएर टक्क लाएर कस्तो खाले के बनाउँछु भन्दा अनि ल आजको काम यसरी घरमा यसरी बित्यो भन्ने जस्तो हुन्छ साथीको हैन। उहाँको चाहिँ यसरी बितेछ दिनहरु हैन। अनि यसरी राखिदिन्छु म हैन। उहाँको पनि यसरी स्टक स्याडो स्टक हाल्दिन्छु। यतिको स्टक हाल्दिन्छु हैन। टक्क लाएर यस्तो बनाइदिन्छु। त्यसपछि गाउँको अर्गानिक रहेछ, उहाँको अलैँची रहेछ, अलैँचीलाई पनि टक्क हाल्दिम। यस्तो हुन्छ अलैँची हैन त, सोल्टिनी यस्तो हुन्छ अलैँची गाउँको है त। अनि त्यसपछि यस्तो हुन्छ अलैँची। अनि त्यसपछि अब यहाँबाट लेख्नको लागि पर्यो भने अब तपाईले यहाँबाट के गर्न सक्नुहुन्छ भन्दै तपाईले अब थम्बनेलमा हो हैन, थम्बनेल बनाउने नै हो यो। थम्बनेलमा तपाईलाई बोर्डर हाल्न मन लाग्यो भने यहाँ लेटरमा जाने, त्यसपछि यहाँ लेटर गर्ने, त्यसपछि यहाँ गएर तपाईले बोर्डर हाल्न सक्नुहुन्छ। बोर्डर यसरी हाल्ने हो, यसरी हाल्ने बोर्डर टक्क लाएर यो कलर यसकोलाई यहाँ गएर तपाईले कलर चुज गर्न सक्नुहुन्छ। यसको लागि नाइस बोर्डर हुन्छ यो हैन। अनि अलि ठुलो बनाउन सक्नुहुन्छ, यसरी ठुलो बनाउन सकेर यसरी हाल्न सक्नुहुन्छ बोर्डर है। बोर्डर यसरी हाल्न सक्नुहुन्छ। अब तपाईले बोर्डर अर्को बोर्डर हाल्नु पर्यो भने यसलाई यस्तो गरेर यहाँनिर गएर कपी गरेर तपाईले तल यसरी हाल्न सक्नुहुन्छ। त्यसपछि यस्तो गरेर अनि यहाँबाट यसरी घुमाएर तपाईले बोर्डर हाल्न सक्नुहुन्छ। यसरी बोर्डर हाल्ने है।
त्यसपछि यस्तो अर्को यसको कपी गरेर यतापट्टि यसरी बोर्डर हाल्ने है। अब यो यसरी टच हुन्छ क्या, यसरी टच हुन्छ, यसरी टच हुन्छ हैन। यसरी यो टच भइसकेपछि चाहिँ कामहरु गर्न अलिकति गाह्रो हुन्छ क्या, यसरी चलाउँदाखेरि यो चल्छ क्या हैन। अब यसरी टच नहुने बनाउनको लागि चाहिँ तपाईले यहाँनिर गएर 3 डटमा क्लिक यहाँनिर 3 डट भन्दा तल गएर अब यसलाई यिनीहरुलाई लक गर्दाखेरि हुन्छ। तपाईले यसरी लक गरिदिने, यसरी लक गर्नुभयो भने तपाईले यो माथि टच गर्दाखेरि यो यता यता जताततै टच गर्दाखेरि पनि टच हुँदैन हैन। अनि यिनीहरुलाई पनि यसरी लक गरिदिनु भयो भने तपाईले एकदम सजिलो हुन्छ। यिनीहरु चाहिँ लक अब यो यताउति तपाईले जता छ पनि यिनीहरु हल्लिदैन है त। अब तपाईले लेख्न पर्ने हुन्छ अब यहाँनिर। अब अनि तपाईले यसलाई हल्का हल्का यिनीहरुलाई अब तपाईले यसो उ बनाइदिनुस्, कलर बढाइदिनुस् हैन। त्यसपछि कन्ट्रास्ट गरेर हल्का यस्तो बढाइदिनुस् हैन। अनि त्यसपछि हुई बढाइदिनुस्, हल्का हल्का यसरी बढाइदिनुस् हैन। हुई बढाइदिनुस् अनि यो स्ट्रेच बढाइदिनुस्, हल्का हल्का यसरी बढाइदिनुस्, उज्यालो चम्किलो हुन्छ। अनि यिनीहरुको पनि तपाईले यिनीहरुको पनि बढाउनु पर्यो भने अब यसको बढाउनु पर्यो भने यो मासुवालीको बढाउनु पर्यो भने यहाँनिर जाने, त्यसपछि मासुवालीको भइसकेछ कलर फिल्टरमा जाने, मासुवालीको पनि हल्का बढाइदिन मिल्छ है। अनि त्यसपछि यो पनि हल्का बढाइदिने, त्यसपछि ब्राइट बढाइदिने हल्का है। त्यसपछि कन्ट्रास्ट बढाइदिने हल्का। ल यो पनि मासुवाली पनि राम्रो भयो। अब अर्को यो वालीलाई यसरी बढाइदिने, यो वालीलाई कलर फिल्टरमा गएर हल्का अनि यहाँ गएर हल्का, त्यसपछि ब्राइट बढाइदिने हल्का, त्यसपछि कलर कन्ट्रास्ट बढाइदिने हल्का है। ल हेर्नुस् टक्क राम्रो भयो हैन। अनि त्यसपछि अब यहाँनिर हल्का देखाइदिने, अब यिनीहरु सबैलाई चाहिँ अब यहाँ देखाइदिनु पर्यो अब हैन। टक्क लाएर यहाँ एरोहरु छ, तल चाहिँ यहाँ एरोको साइनहरु छ के, अनि एरोको साइनहरुले चाहिँ टक्क लाएर देखाइदिने। यहाँनिर देखाइदिन कतापट्टि देखाउन मन लाग्छ तपाईलाई, यसरी हैन, यसरी देखाइदिने, यसरी यसरी देखाइदिने हैन। अनि त्यसपछि अब यसलाई पनि लक गरिदिनु मन लाग्यो भने यसलाई पनि लक गरिदिने। त्यसपछि अर्को जाने, अर्को फोटोमा जाने, त्यसपछि अर्को फोटोलाई पनि सट्ट देखाइदिन मन लाग्यो भने देखाइदिने, अर्को फोटोलाई देखाइदिने यसरी सट्ट लाएर टक्क लाएर यसरी देखाइदिने, टक्क यसरी देखाइदिने। अब यसलाई टक्क लाएर यसलाई अर्को कलर बनाइदिनु मन लाग्यो भने यसलाई स्टक हाल्दिने, यसरी स्टक हाल्दिने टक्क लाएर हैन। अनि यो स्टकलाई पनि अझै अर्को बनाउन मन लाग्यो भने यस्तो गरिदिएर यसलाई पनि हल्का यसरी बढाएर यसलाई पनि यसरी यतिको बढाएर यसलाई यतिको बढाएर यसलाई यस्तो 20 जति बनाएर यसको कलर चाहिँ व्हाइट बनाइदिनु भयो भने अझै राम्रो हुन्छ। यसलाई हैन अलि यस्तो क्लियर बनाएर अनि यतिको बनाएर यस्तो कलर बनाइदियो भने अझै राम्रो हुन्छ। अनि यस्तो गरेर सानो बनाउने कि कत्रो बनाउने, अनि तपाईले अनि त्यसपछि अर्को बनाउनु पर्यो भने तपाईले अर्कोलाई देखाउनु पर्यो भने तपाईले फेरि अर्को हाले पनि हाल्न सक्नुहुन्छ, फेरि अर्को हाले हाल्दिने हैन। यो पीएनजी मैले डाउनलोड गरेको छु, तपाईले पीएनजी डाउनलोड गर्न सक्नुहुन्छ यो हैन। यसलाई पनि स्टक हाल्दिने,
यत्रो हैन। त्यसपछि यस्तो बनाइदिने हैन। त्यसपछि यस्तो बनाइदिने, यस्तो टक्क लाएर यस्तो बनाइदिने। गाउँमा यसरी बित्यो यहाँनिर। अब यहाँनिर लेख्ने आजको दिन यसरी बित्यो। अब यसलाई अक्षरलाई पनि तपाईले विभिन्न थरी बनाउन सक्नुहुन्छ। अब यसलाई यहाँनिर गएर तपाईले कलर चुज गर्न सक्नुहुन्छ अनि यहाँनिर गएर तपाईले कलर चुज गर्न सक्नुहुन्छ दिन। त्यसपछि स्टकमा गएर व्हाइट बनाइदिन सक्नुहुन्छ। यसलाई यस्तो गर्न सक्नुहुन्छ। आजको दिन यसरी बित्यो। अनलाइन आजको दिन यसरी बित्यो। अर्को लेख्न सक्नुहुन्छ। हेर्नुस् गाउँघरको अलैँची। हेर्नुहोस् लोकल अलैँची। हेर्नुस् यस्तो भनौँ। त्यसपछि कलर गरौँ। कलर चाहिँ येलो गरौँ। स्टकमा गएर कालो हालौँ। हेर्नुहोस् लोकल अलैँची। त्यसपछि अब अर्को लेख्नु पर्यो भने यहाँनिर लेख्ने SUBSCRIBE सब्स्क्राइब। यस्तो गर्ने हैन। साथीको SMS आइसक्यो। कलरमा गएर रातो हुनुपर्छ। स्टकमा आएर सेतो हुनुपर्छ। यहाँबाट गएर तपाईले यहाँनिर यस्तो गर्नुपर्ने हुन्छ। त्यसपछि यस्तो लेखिनु भयो भने त्यो पनि हुन्छ। ल यति गर्नुभयो भने तपाईको लागि एउटा राम्रो किसिमको थम्बनेल चाहिँ यसरी बन्यो है त। ल धन्यवाद।